बंदी छोड़ पूर्ण परमात्मा कबीर देव साहेब रामपाल जी परमेश्वर जी की जय हो। सत साहेब भाइ बहिनीहरू सुन्दै सुन्दै जानुहुँदा कबीरको जुन ज्ञान बानीहरू पनि बिस्तारै हजुरहरूलाई पनि अलिअलि कन्थ कन्थ हुँदै आयो होला। दासीको यस्तो सोच छ भाइ बहिनीहरू। एउटा बानी छ, कबीरका मार्ग कठिन है नहीं कायर का काम, इन पे चले कोही सुरमा, यहाँ तो आठौँ प्रहर सङ्ग्राम। अर्थात् कबीर मार्ग, यो परमात्मा जीको मार्ग, सतमार्ग, सत्यनारायण जीको मार्ग त कठिन छ। कठिन भए पनि सुरमा जो फर्केर हेर्दैन, के भयो कसो भयो, के दुःख के सुख केही नहेरिकन अगाडि बढ्छ नि सुरवीर, उनीहरूको लागि चाहिँ यो केही पनि होइन, केही कठोर छैन। तर कबीर का मार्ग कठिन है नहीं कायर का काम, इन पे चले कोही सुरमा, यहाँ त आठौँ प्रहर सङ्ग्राम चाहिँ कस्तो भन्दा भाइ बहिनी, परमात्माजीले 24 घन्टालाई 8 प्रहर भनी बक्सिनु भएको छ। एक प्रहर अन्तर्गत 3 घन्टा। भाइ बहिनीहरू, मालिकजीले आफ्नो मनुष्य चोलाको जो सबभन्दा सर्वप्रथम कर्तव्य भनेको एक प्रहर 24 घन्टा 8 प्रहरमा एक प्रहर त परमात्माजीको यादमा, सिमरनमा, राम नाममा दिनको लागि भनी बक्सिनु भएको छ। तर कालगति अर्थात् ब्रह्मा विष्णु महेश जो 3 गुणी अनि मायाधारी मस्करीहरूद्वारा हाम्रो जीवनयापनमा यो 3 घन्टा पनि भक्तिको लागि छैन। भाइ बहिनीहरू, अहिले त विचार गर्दै जाँदा त 3 मिनट पनि भगवानको लागि नहुने दिनहरू भइसकेको छ। किन सङ्ग्राम छ भनेपछि सानो बच्चा हुँदा बालकपनमा बित्यो, अलि ठुलो भएपछि कमाई पढाइ लेखाइ बिहेवारी भन्यो, अनि बच्चा बच्ची भयो, अनि खुवाउनु पर्ने, पालन गर्नुपर्ने, पोषण गर्नुपर्ने, कमाउनु पर्ने, जोडजाम गर्नुपर्ने भन्यो, अनि वृद्धौली लाग्यो, अनि कालको जो धक्कामुखी कालले लाने दिन आइसक्यो, अनि जाने। भाइ बहिनीहरू, यसरी नै हाम्रो सङ्ग्राममा हामी फसिराखेका छौँ। यो सङ्ग्रामबाट निक्लिनलाई गाह्रो छ। सबभन्दा मान्छेलाई मन खुसी बनाएर मन कालले यो सङ्ग्राममा फुलाइराखेको हुन्छ, यहीँ अल्झाइराखेको हुन्छ। आज सुख, आज दुःख, आज बिछोड, आज मिलन, आज यो मित्र, आज यो शत्रु, आज यो नाफा, यो घाटा, यहाँ जानुपर्ने, वहाँ जानुपर्ने, यस्तै भाइ बहिनीहरू, यो हो सङ्ग्राम। आठौँ प्रहर सङ्ग्राम छ यो ठाउँमा। अनि कबीरको मार्ग यो सङ्ग्राममा उल्झिनेहरूको लागि त कठोर हुन्छ कबीर मार्ग, किनभने यो त सत्यमार्ग हो। सत्यनारायण मार्गमा त सङ्ग्रामको सबै हेका थाती राखेर अनि जो कबीर मार्गमा अघि बढ्नुपर्ने हुन्छ। त्यही भएर कबीरका मार्ग नहीं है कायर का काम, यो कठिन 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 देख्ने चाहिँ कायरहरूले गर्न सक्नुहुन्न। जो राम नाम चाहन्छ, जो भक्ति चाहन्छ, जसले मुक्ति चाहन्छ, जसले सत्यनारायण जप गर्न चाहनुहुन्छ, जसले राम नाम चाहनुहुन्छ र असली रूपमा सत्यनारायणको भगत बन्न चाहनुहुन्छ, सत्य रूपमा सत्यको साथ दिन सक्नुहुन्छ, उसको लागि हो कबीरको मार्ग। त्यही भएर कबीर मार्गमा 21 सूत्रीय नियमहरू जो साधारण नियम छ, जसलाई आठौँ प्रहर सङ्ग्राममा भुल्नुहुने भाइ बहिनीलाई अलिकति गाह्रो हुन्छ। के हो त त्यो भन्ने सम्झिनुहुन्छ, सोच्नुहुन्छ भने आज बेलुका पवन दास लाइभ स्पिरिचुअल पेजबाट पौने 9 बजे नेपाली समय, 8:30 बजे भारतको समयमा र आइतबार दिउँसो 1:15 बजे नेपालको समयमा पूर्ण रूपमा जानकारी पाउन लाग्नु भएको छ। यो असीम दया कृपा कबीरदेव साहेब जो परमात्मा जी वही बक्सिनुहुन्छ, उहाँको तर्फबाट दया कृपा बन्दी छोरीजीको हजुरहरू अवश्य लाइभमा जुड्ने कोसिस गर्नुहोस्, दासीको प्रार्थना छ। यो अन्तिम मौका मालिकजीद्वारा, सत्यनारायणजीद्वारा हामीलाई सत्य भक्ति गर्न र सत्यको साथ दिनको लागि यो मौका सुविधा दिइबक्सिनु भएको छ भाइ बहिनीहरू। नभए त हामी यो आठौँ प्रहर कालको सङ्ग्राममा उल्झिँदै जाने हुन्छ। हात खालीका खाली हात जाने हुन्छ भक्ति बिना। भाइ बहिनीहरू, बिना गुरु धारण गरी जानेहरूको बिजोग 84 लाखमा भोगेर फेरि हामीलाई यो आउजाउमा आइराख्नु पर्ने हुन्छ, जसको कारणले हामीहरूले यो भोगिराख्नुपर्ने हुन्छ। जे जति यहाँको सुख दुःख, रोग कष्ट, ठुल्ठुला रोग, एक्सिडेन्टहरू, यो कुकुरको जस्तो मृत्यु, मुसाहरूको जस्तो मृत्यु भाइ बहिनीहरू यहाँ यस्तै गरी भोग्नुपर्ने हुन्छ। योबाट पुरै छुटकारा पाउनको लागि सतगुरु पूर्ण गुरुको रूपमा कबीरदेव साहेब सबभन्दा ठुलो भगवानको अहिले प्रकट्य, भगवानको अहिले पृथ्वीमा जो
वही बक्सिनुहुन्छ। उहाँको ज्ञानद्वारा उहाँको पहिचान र उहाँको पहिचानपछि उहाँको भक्ति, उहाँको शरणमा जानको लागि दासीको प्रार्थना छ। ज्ञानले ज्ञान हुन्छ, ज्ञान आधारी हुनको लागि भिडियो हेर्न सुरु गरिहाल्नुहोस् र तत्त्वदर्शी सन्त शिरोमणि कवीर परमात्मा रामपालजी परमेश्वरजीको सृष्टि रचना यो सुन्न सुरु गर्नुहोस्, प्रवचन सुन्न सुरु गर्नुहोस्। मालिकको दया कृपा जय बन्दी छोरजी की।